नमस्कार साथीहरू, आज चाहिँ हामी चन्द्रौली बजार जान लागेको हाम्रो दोकान लिएर। अनि त्यसको लागि हामीले सामानहरू रेडी पनि गरिसक्यौँ। फोटो लगाएर भिनेगर लगाएर गाडी सफा पनि गरेँ। भिनेगर लगाएर गर्दा एकदम सफा, मैले गाडीमा सबै सामान पनि हालेँ। त्यस पछाडि हामी दुईजना मस्त बजारको लागि निस्क्यौँ। बजार बाटोमा यताउता हेर्दै हामी जाँदैछौँ। एकैछिनमा हामी चन्द्रौली बजार पनि पुगिसक्यो। बजार एकदम बिजी छ, लाग्दैछ बजार मजाले। दुईजना बुढाबुढी भएर मजाले सामान पनि निकाल्न थालिसक्यौँ बजार पुगेर। त्यतिखेर एकजना दिदी आएर हामीले एउटा हट मिक्सको अर्डर दिनुभयो। मैले चिकन काटेँ। चिकन काटेर मजाले मरमसला हालेर तेलमा तारेँ। त्यस पछाडि साथसाथै एउटा चिकन रोलको अर्डर पनि आएको थियो। मैले साइड बाई साइड चिकन रोल पनि बनाउँदै थिएँ। त्यतिखेर मैले रोटी सेकाएँ। रोलको लागि रोलको सामान रेडी पनि भयो। सट्ट लगाएर रोलमा सामान लगाएँ, चिकनहरू पकाएको। त्यस पछाडि मायोनिज सस, होममेड सस सबै लगाएँ। अनि एकदम मिठो बास्ना आउनको लागि थोरै धनियाँ पनि हालिदिएँ। त्यसरी रोल दुईतिरबाट पल्टारेर रोटीलाई मस्त रोल पारेर घुमाइदिएँ। त्यसपछि कागजमा हालेर लटरपटर पारिदिएर कस्टमरलाई दिएँ। त्यसपछि साथसाथै अघि तारेको चिकनको विङ्स पनि यता रेडी हुँदैछ। त्यसलाई पनि रेडी गरेर मैले प्लेटिङ गरिदिएँ। चिकनमाथिबाट थोरै धनियाँ हालेर सेतो तेल छर्केर हेर्दाखेरि राम्रो देखिन्छ भनेर। अनि त्यतिखेर एकैचोटि चिकन चाउमिनको अर्डर आयो। चिकन चाउमिन पनि रेडी भयो। त्यसपछि एउटा चिकन चिल्लीको अर्डर आयो। चिकन चिल्लीलाई पनि तारेको चिकन हालेर सट्टा सस लगाएर मैले कस्टमरलाई दिएँ, तर चम्ची नै दिन बिर्सेछु। अनि हाम्रो राति चाहिँ गाडी यस्तो देखिन्छ, मस्त लागेर नयाँ लाइट साइट झिलिमिली त्यतिखेर मस्त टोस्ट गरियो। त्यतिखेर एउटा चिकन फ्राई राइस विथ अन्डा हालेर मजाले त्यसलाई फ्राई गरेर फ्राई राइस पनि चट्ट नुन लगाएर कस्टमरलाई रेडी बनाएर दिएँ। त्यस पछाडि एकैछिन मलाई एउटा अन्डा रोलको अर्डर आयो। अन्डा फुटाएर प्यानमा हालिदिएँ, मजाले लगाएर सर्भ गरेर रोटी पनि माथिबाट राखिदिएँ। अझ हामीले सोचेको पनि थिएन यति धेरै अर्डर आउँछ भनेर। चन्द्रौलीमा मेरो बुढीले 1 प्लेट मोमो पनि प्याकिङ गर्दैछ। त्यतिखेर एउटा चिकन बर्गर पनि यता रेडी हुँदैछ। अनि एउटा रोल आयो। त्यस पछाडि चिकन विङ्स तारेर आजको अर्डर सकियो। बेलुका पनि भयो। आजको ब्लगको लागि यति नै, धन्यवाद।